हेलो एभ्रीबडी हैन, हेलो एभ्रीबडी हैन भन्दा भन्दै 81 साल सकिया रहेछ गाइज हैन। आज चाहिँ म यहाँ यसो खोलातिर नुहाउन आएको हैन। नुहाएर सकियो, अब घरतिर जाने हो। नुहाइसकेपछि कि चम्किलो देख्दो रहेछ गाइज हैन। पर कोही पनि छैन, त्यहाँ मास्तिर भाइहरू काम गरिरहेछ हैन। म एक्लै छु गाइज हैन। हाम्रो यो पुख्रेनी खोला यस्तो मजा आउँछ नि यहाँ नुहाउनलाई हैन। एकदम स्वच्छ पानी हैन, निर्मल हैन, चिसो ठिक्क गरी महिनामा नुहाउनु चाहिँ धेरै मजा आउँछ यो ठाउँमा है। अब चाहिँ म कपडा सपडा लाउँछु, घरतिर लाग्दिन्छु गाइज हैन। त्यही हो ल गाइज हैन। अब यहाँबाट हिँडेँ म हैन सेन्टुमा नुहाउन आएको हो गाइज हैन। नुहाएर सक्यो, सेन्टु पनि धोएर ट्याक्क सुकेछ लाएर हिँड्दै हैन। गर्मीमा कसले धेरै कपडा लाउँछ र हैन। अब अनावश्यक चिजहरू चाहिँ लाएर हिँड्नु हुँदैन, बोकेर हिँड्नु हुँदैन। जुन आफूलाई सुटेबल हुन्छ त्यही अनुसार चाहिँ चल्नुपर्छ गाइज हैन। अब म घर जाँदैछु, त्यहाँ मौसम पनि क्या मस्त एक्लै भएर होला सायद के हो गाइज हैन। त्यो हाम्रो बगर कुखुरेनी बगर हो गाइज यो हैन। यतापट्टि 9 नम्बर, यो हाम्रो करेन्टली हाम्रो 14 नम्बर हो यो चाहिँ हैन। त्यहाँबाट चाहिँ ऊ चराहरू क्या हाल्ने बालापार याद आउँछ यार ठाउँमा हिँड्दाखेरि होइन। अब के गर्नु, कहिलेकाहीँ पुरानो दिनहरूलाई पनि समेट्नुको लागि हिँड्नुपर्ने हुन्छ नि त होइन। त्यसरी धेरै भ्लग बनाएर हिँड्न हुन्छ होइन। कसले भन्दा चाहिँ भ्लगर पनि भइदिएको भनेर भन्दा चाहिँ भ्लगर होइन हामी त होइन। भ्लगरै हुनु भने चाहिँ लोभ लालच राखेर हिँड्थ्यो होइन। अब टाइम पास भन्दा पनि टाइम पास पनि हुन्छ अनि आफ्नो मेमोरेबल पनि हुन्छ नि त भिडियोहरू। त्यही भएर जस्तै अब आज यो चाहिँ इन्भाइरोमेन्ट मैले आज खिच्यो भने भोलिको दिनमा यो इन्भाइरोमेन्ट नहराउन सक्छ नि त। कुनै समय कुनै युगमा यस्तो थियो यो ठाउँ भनेर एउटा मेमोरेबल त हुन्छ, मैले हेर्न पाइन्छ। मैले नभए मेरो पछिको पिँढीहरूले हेर्छ नि त होइन। त्यही हो गाइज होइन। पहिला यस्तो थिएन, योभन्दा पनि अर्कै थियो यो ठाउँहरू होइन, अर्कै पाराको थियो। अहिले त्यो बेला चाहिँ अब यस्तो सुविधाहरू थिएन नि त, भिडियोहरू फोटोहरू खिच्ने सुविधाहरू थिएन। फोटो खिच्ने सुविधा भिडियो खिच्ने सुविधा त थियो, तर त्यो हाम्रो पहुँचमा थिएन नि त। अब अहिले त अब हातमा क्यामेरा छ, हातमा चाहिँ के भन्छ अरे इन्टरनेट छ होइन, सबै पोसिबल छ नि त। त्यही भएको चिजलाई चाहिँ भरपुर सदुपयोग गर्नुपर्छ भन्ने सोचले चाहिँ होइन लाग्छ। त्यही भएर लालच गाइज होइन। ठ्याक्कै यो चाहिँ पहिला हामी यो बगरमा उतापट्टि नुहाउँथ्यो, हातखुट्टा धुने नुहाउने होइन, कपडा धुने। त्यो बेला हाम्रो गाउँमा धारा पानी थिएन। अनि अहिले चाहिँ अब घर घरमा धारा छ, नुहाउने मान्छेहरू पनि कमै भेट्छ यहाँ होइन। अहिले चाहिँ त्यो बेला चाहिँ ट्याक्कै कपडा धुने पानी पनि यो समयमा पानी लिन पनि यहीँ आउँथ्यो क्या मान्छेहरू। जस्तै अब इनारहरूमा पानी सुक्थ्यो, यो खोलामा पानी सुक्दैन थियो। अहिले घर घरमा धारा छ, मतलब छैन नि त। त्यही भएर खास यो अलि सुख पर्या हो। सुख पर्या त के भन्नु, मान्छेको मात्रै सुख पर्या हो। के भन्छ अरे घाँसहरू बोट बिरुवाको चाहिँ पुरै बन्डलै बढिसकेको छ गाइज यहाँ होइन। त्यही हो। ठ्याक्क बाटै बन्द हुनेसम्म भइसकेको छ र अहिले यार। ठ्याक आमा काम पनि त्यस्तै चर्किरहेको छ यार। एक्लो यात्रामा कताबाट लाग्यो। आज एक्लै छु गाइज होइन। आजहरू चाहिँ कहिलेकाहीँ प्रायः जस्तो एक्लै भएर आउँछ, तर साथीभाइहरू बिजी छन् त, सबै काममा ध्यानमा छ। त्यही हो, काम पनि गर्नु पऱ्यो नि। यात्रा भनेको यस्तै, कहिले एक्लै हुन्छ, कहिले साथीभाइसँगै हुन्छ होइन। यस्तै हो, साथीभाइसँगै गरेको यात्रासँग गरिरह्यो भने अब साथीभाइभन्दा अगाडि यात्रामा अगाडि पुगेछ भने पनि कहाँ छ है भनेर सम्झिन्छ। अब त अहिले त कम्युनिकेट गर्ने जमाना छ नि त। कहाँ पुगेछ है पर्खी भन्थ्यो, अनि पछि छ भने पनि कहाँ छ है सिधा आइज हामी कुरिरहेको छौँ भन्थ्यो। म यात्रा गर्दिनँ, थकाइ लाग्यो आज भन्यो भने जहाँनिर विश्राम लिएको थियो त्यहीँनिर सीमित हुन्छ। कसैले पनि सम्झिँदैन, न अगाडिकोले सम्झिन्छ न पछाडिकोले सम्झिन्छ होइन। मतलब मान्छे मरिसकेपछि यात्रा पुग्यो कि अगाडि पछाडि कसैले पनि सम्झिँदैन गाइज होइन। त्यस्तै हो। त्यही भएर सकेसम्म चाहिँ यात्रा छोड्नु हुँदैन गाइज होइन।
आँट्नुपर्छ होइन। मेरो पनि अगाडि पछाडि धेरैहरू थिए, धेरै छोडेर गयो यार, छोडेर गयो, यात्रा गर्न छोडिदियो भनौँ न। तर यादहरू त छ नि, सम्झनाहरू त छ नि त मनमा होइन। त्यही हो गाइज होइन, अरूले नसम्झेला तर मैले चाहिँ सम्झिन्छु यार। मेरो मित्रहरू, मेरो आफन्तहरू मरेर गए पनि सम्झेर आउँछु मैले चाहिँ होइन। कुनै कुनै मेमोरीहरू उनीहरूसँग जोडिएको हुन्छ नि त, त्यस्तै गाइज होइन। जो मलाई छोडेर गयो त्यो त यस्तो धेरै सम्झना एकदम याद छ होइन, तिनीहरूको याद आइरहेको छ होइन। अब जिन्दगीको यात्रा नै त्यसम्म त हुँदैन। गाइज एक्लै छु यार, क्या रमाइलो लाग्दो रहेछ ठाउँ यार। पहिला पनि यो ठाउँमा खोला बग्थ्यो कि माछा मार्न आउँथ्यो क्या हामी, अहिले त पुरा सुक्खा बगर लागेको यार। यस्तरी चेन्ज हुन्छ क्या दुनियाँ होइन, चेन्जेबल वर्ल्ड हो कि यो। मैले अस्ति पनि भनेको थिएँ नि, दुनियाँ नाश भएर जान्छ तर यादहरू कहिले नाश हुँदैन क्या। एउटा शिशिर बाङ्देलले भनेको छ नि, अहिले दुनियाँलाई दिने नै यादहरू त हुने होइन। त्यही हो गाइज होइन, सबै कुराको समय आउँछ क्या। त्यही भएर मान्छेले घमण्ड गर्नु हुँदैन, घमण्ड र ताकतको दुरुपयोग गर्नु हुँदैन भने जस्तै अहिले हाम्रो राजनीतिक स्थिति पनि त्यस्तै छ नि। स्थिति पनि केपी भाइले के विधि ताकत देखायो भने त्यो त पतनको बाटो हो जस्तो लाग्छ। अलिकति आफै माथि राख्ने गर्ने हो भने चाहिँ यो कदमहरू चाल्नु हुँदैन थियो केपी भाइले, अहिलेको सरकारले होइन। त्यो त अति नै सबैलाई दुनियाँलाई थाहा छ नि यार। हाम्रो त्यो कुलमान काण्डदेखि लिएर रवि काण्डदेखि लिएर त्यो काठमाडौँको सिडिओ काण्ड, बाल्यमित्र सिडिओ काण्ड त्यो भइहाल्यो होइन। त्यो गरेर नहुने कुराहरू चाहिँ कतिकति अब त्यतिसम्म काण्ड मचाउँदा चाहिँ जनताले पनि त, जनता पनि त लाटो छैन नि त अहिले होइन। जनताले भोलिको दिनमा के गर्ला, के सोच्ला भन्ने कुरा चाहिँ अलिकति आफूलाई ध्यान राख्नुपर्छ क्या। अब भोलि त पतन हुने बाटो हुन्छ त्यो। अहिले मसँग शक्ति छ भने दुरुपयोग गरेर लापरवाही जे पाए त्यही गऱ्यो भने त भोलि त जनताको हातमा छ नि त भोलिको दिनहरू त। भोलिको दिनलाई पनि सोच्नु पर्थ्यो। भोलि जनताले फेरि हामीलाई ललकार्यो भने होइन के होला भन्ने कुरा चाहिँ सोच्नु पर्थ्यो जस्तो लाग्छ होइन। अब मसँग बल छ भन्दैमा कमजोर मान्छेलाई निमटेर चिमटेर काटेर मारेर हुँदैन नि त होइन। त्यस्तो चाहिँ अलिकति सोच्नु पर्ने हो जस्तो लाग्छ होइन। अब सोसल मिडियावाला जस्तै ऱ्याप अब बनाएको थियो नि एउटा एआई युज गरेर, यसो पाइप फुटाएर छ गाइज। यो हाम्रो गाउँको पानी हो यो गाइज होइन, भनेर पाइप फुटाएर छ यसो। सोसल मिडिया युज गर्यो गर्छ त होइन। अब सोसल मिडियादेखि लिएर एआई भर्जनमा ऱ्याप बनाएको मान्छेलाई समाउने, कहिले रतन कार्की समाउने होइन। यो चाहिँ लाचार हो क्या। यो मेरो चाहिँ भुत्ला पनि उखाल्न पाउँदैन तिमीले, मेरो भुत्ला उखाल्यो भने पनि तिमीहरूले जेलको हावा खानुपर्छ भने जस्तो भइहाल्यो नि होइन। अब रमेश लकडाउन सानालाई चाहिँ खुनेर यो चाहिँ अब अप्सनल हो। अब यसले भविष्यमा मलाई असर गर्छ भन्ने सोचले, जनताको अप्सनल त हो नि त रवि लामिछाने, त्यो सोचले दबाउनु खोजेको जस्तो लाग्छ होइन। अब भोलि निखारेर आउँछ नि त त्यो पनि 2-4 वर्ष जेल बसेर। केपी ओलीले आफै त 14 वर्ष जेल बसेर आएर यत्रो अहिले उसको हात बढायो भनेपछि रवि लामिछाने त जेलै नबसिकन नि हात बढेको मान्छे झन् जेल बसेर खारेर आएपछि त के हुन्छ होला यिनीहरू कहाँ जाने होला त यार। सोच्नुपर्छ नि यार केपी बाहरूले यार। अनि गगन थापा हेरेर त्यहाँ आमा सहकारीको लागि त्यो घटनाहरू सम्झिँदो जस्तो मलाई छ। धेरै भयो राजनीतिक कुराहरू नसुनौँ यार, मलाई त झ्याउ लाग्छ हो नेपालको राजनीति सम्झिँदा। केही कसैले नसम्झिने मनमा राख्ने हो। अब आउने चुनावमा चाहिँ भोट कसलाई दिने होइन, कसरी दिने त्यो चाहिँ सोच्ने हो गाइज होइन। अब मिलाएर जानु होला, बरु भोटै नदिने हामी जाएको छ। कसलाई दिने हजुर, दिने खाले भोट खाने खालको कोही पनि छैन। भोट खाने जन्मिनु पऱ्यो नि होइन गाइज होइन। अब फाइनली नयाँ बस्ती
कता पुग्नु पर्ने हिँड्नु होइन उयो यताबाट ठ्याक्कै यतापट्टि क्रस भएर जानुपर्छ त्यो त स्ल्याबबाट यता छैन बाटो हल्का त यतापट्टि हुनुपर्ने हो यताबाट अलिकति मास्तिर जाने ठाउँ छ तपाईँ यसो गर्नु न यहाँबाट जानु होइन यहाँबाट क्रस गरेर यता उयोनिरबाट छ कि बाटो अब यहाँ स्ल्याब भइरहेको स्ल्याब भएको भएर बिचरा उहाँको बाटो बिराउनु भएछ नयाँ बस्ती के नयाँ बस्ती लक्ष्मी चोक ठुक्क म पनि नयाँ बस्तीबाट निस्केर आउनु भएको रहेछ सोल्टी अब हामी नयाँ बस्ती छिरिस्यौँ गाई होइन यो हाम्रो पशुपालन केन्द्र हो यो होइन यहाँनिर चाहिँ गाईबस्तु कुखुराहरू पालन गर्छ यहाँ चाहिँ माछा पालन पनि छ यहाँ होइन हामीले त सकेन केही पनि पाल्न बुढी र बलपति पाल्नु भयो कि अरू केही पनि सकेन गाई चाहिँ होइन त्यो पनि ठुलै कुरा हुने होइन र यो भान्जी जस्तो लाग्यो भान्जी नै पक्कै गाई नि यो भान्जी चाहिँ बुढी म भान्जी हाम्रो उमेरको भान्जी भान्जीहरू पनि सबै हामीभन्दा उमेर खाइसकेहरू छ भान्जा भान्जीहरू पनि मामा भर्खर उठेकोहरू ए भर्खरको रे ए मेरो त गइसक्यो मेरो पनि कभी कभी होता है चलेगा होइन खासै उमेरको आएन गाई यार त्यति साह्रो बुढै पनि नसम्झिनु यार देख्दैन जानेर थाहा हुँदैन कतिको बुढो कतिको भर्खरको भनेर आजको दिन यत्तिकै बित्यो गाई होइन अब कहिलेकाहीँ दिनहरू आफैले बनाउनु पर्छ होइन आफ्नो समय टाइम टेबल समयको सेड्युल आफैले बनाउनु हो चल्ने हो गाई होइन क्या मजा आउँछ यो मौसम यो मकैको लागि होइन यो घाँसको लागि रोप्यो हो कि यतापट्टि चाहिँ फर्म छ नि त गाई फर्म त्यो सब काटेर गाईलाई खुवाउनुको लागि बनाएको मकैको लागि खानाको लागि बनाउने हो भने चाहिँ मकैको लागि खानाको लागि चाहिँ रोपेको मकैहरू चाहिँ यसरी यसरी 2-4 मात्र रोप्छ कि यसरी त्यसरी चाहिँ चल्ने हो गाई चाहिँ होइन अझ त्योभन्दा एकदम 1 नम्बरको उदाहरण म तपाईँहरूलाई दिइदिन्छु यहीँनिर छ होइन अब मकै खानाकै लागि खेती गरेको चाहिँ यो यसरी रोपिन्छ त्यो अघिको चाहिँ त्यो घाँसको लागि छरेको मकै होइन मकै छरेर घाँस मारेर गाई बस्तुलाई खुवाउनलाई बनाएको त्यो चाहिँ कृषि प्रधान देश हो भन्छन् एउटा सांसद लेडी सांसदले भनेको थिएन प्रधान कृषि देश के भनेर त बेसिरहेको थिएन होइन हाम्रो देशमा त्यस्ताहरू त सांसद छ अब आर्ट फेल भएकोहरूले त देश चलाउने देश भन्छ भन्नु त पढे लेखाले पनि मती बिग्रियो भने त देश बिगारिहाल्छ गाई होइन हाम्रो देशमा चाहिँ भ्रष्टाचारी धेरै भएर हो क्या भ्रष्टाचार सोच मात्र कम भयो भने हाम्रो देश पनि त स्वर्गै थियो के भन्नु यार सबलाई कमाउनु छ सबलाई धनी हुनु छ त्यही हो कि मेन पोइन्ट चाहिँ हाम्रो देशको अब म अलिकति राम्रो काम गरौँ भनेर सोचेर आयो भने लगेर थुनिदिन्छ प्रतिशत साँच्छ होइन अब बहुमतै अब हामी जस्तोले गरेर बहुमतै गलत मान्छेको हातमा पुगेको छ त भोट दिएर होइन सांसद चुनेर पठाउने पनि हाम्रै हातमा हो अब त्यही त भने अनि गलत मान्छेको हातमा पावर पुगेपछि त गलतै घर लाग्ने सही गर्छ भन्ने त ग्यारेन्टी छैन नि त हाम्रो योपालिको सबभन्दा धेरै आलोचित सरकार भनेको केपी बाबुको सरकार योपालि बन्यो याद छ अलिकति लाज शरम त राख्नुपर्छ केपी हो बुढेसकालमा नि केपी बाबु भन्नु भर्खरको भन्छ अझै जवान छु भन्छ यार 70 क्रस भइसक्यो मेरो बाउ त बुढो भएन मेरो बाउ त जिउँदै उम्रियो के अरे लट्ठी नटिकन हिँड्दा छ अझै 20-25 वर्ष कुर भन्छ अरे 20-25 वर्षसम्म यिनीहरूको हातमा सरकार के भने के गर्ला झन्डा यार देशमा युवा जति छैन बुढो र बच्चाहरू मात्रै छ अनि त्यो बच्चाहरूले भोट हाल्ने कुरै भएन भोट हाल्ने बुढोहरूले भोट हाल्ने भनेको त्यही भत्तावाला केपी बाउ जिन्दाबाद भनेर अनि अहिले के भन्छ अरे राजावादीलाई थुन्ने रवि लामिछाने थुन्ने बालेनसँग च्यालेन्ज गर्ने यसरी चलिरहेछ हाम्रो नेपालको सरकार गाइज के गर्नु विडम्बना हामी जस्तोले सोच्ने मात्रै हो गर्न केही सक्दैन अब त सोच सँगसँगै केही गरेर पनि
बदल्नुपर्छ देश जस्तो लाग्छ गाइज होइन। अब मेरो भिडियो हेर्ने पनि भर्खरकै 25 देखि ओभर 34-35 वर्षको ओभरहरूले हेर्दा रहेछ मैले मेरो भिडियोहरू। सबैले सोच्नु होला गाइज है, यो चाहिँ विषयमा चाहिँ अब चाहिँ के गर्नुपर्छ। हुन त मेरो लागि केही पनि चाहिँदैन, भविष्यको पिँढीको बच्चा। श्याम दाइ चाहनुभयो त्यही हो, हाम्रो त जिन्दगी यसरी बितेर जान्छ। तर भविष्यमा हाम्रो बालबच्चाहरूले नाता नातिनीहरूले हाम्रो देशलाई फर्केर हेरेर हाम्रो बाबाबाजेले के चाहिँ गरेर भन्दाखेरि थुक्क भनेर नथुकोस् गाइज होइन, त्यही सोच्नुपर्छ। अब चाहिँ मुखले एउटा बोल्ने हो, व्यवहारले असर गर्नुपर्छ। अन्त यो पार्टीगत नेताहरू कुनै गतिले हुँदैन भन्छन्, तैपनि अब त नयाँलाई चान्स दिनुपर्छ जस्तो लाग्छ होइन। अब हाम्रो हातमा लक्ष्मी चौक आइपुगेछ गाइज होइन, लगाइजेन। अब त्यही हो, आजको कुरा यति नै। भोलिपल्ट चाहिँ फेरि भेटौँला नेक्स्ट भिडियो पे होइन। भिडियो धेरै लङ हुन्छ, गफ गर्दै गएपछि मेरो फेरि कफै सकिँदैन यार, बानी खराब छ के गर्ने यार। ल बाई एभ्रीबडी, फेरि भेटौँला नेक्स्ट भिडियो पे।